यो पुलिस भाइलाई पनि स्वाद लागेछ कि क्या हो? पुलिसको कस्तो पुलिसको के हालत रहेछ भने नि गुरु, म त पुलिस गएको राति मलाई थुने ठाउँमा यत्र यत्र किताब पढ्छन् केटा नि। के पढेको हौ भाइ तिमीहरूले भनेको कि दाइ हामी त कोरिया जानलाई जापान जानलाई सिक्दैछौँ भन्ने भाषा सिक्दै रहेछ त कोरिया। अनि मैले पुलिसलाई भने नि 16 वर्ष 17 वर्ष यहाँ जागिर गर्छन् बिचरा यिनीहरू, अनि रिटायर हुँदाखेरि यसो 2-3 करोड रुपियाँ पैसा तिमीहरूको खातामा हुँदैन भनेर भनेको कहाँबाट आउनु? यिनीहरूको हातमा त के हुँदो रहेछ? खाडीको भिसा, मलेसियाको भिसा। हेर बिजत मेरो हस्पिटलमा पुलिसलाई उहाँ लगभग निःशुल्क हुन्छ उपचार छैन। अब बिचरा 25,000 महिनाको छ। लुगा त्यो ड्रेस यो भाइको ड्रेस आफैले किनेको हो कि होइन भन्नुहोस् त? हो कि होइन भन्नु न? आफैले किनेको हो कि होइन भन्नु न? आफैले किनेको। उनीहरूलाई सरकारले दिएको ड्रेस त नि भाइ एकपल्ट लगाएर धोएपछि नि गुरु पेटीकोट भन्दा थर्ड क्लास हुँदो रहेछ। म त त्यहाँ बसेर जम्मै कुरो सिकेँ, बुझेँ क्या पुलिसको दुःख। अनि के पढ्नु पर्दो रहेछ? मैले त्यहाँ गएर पनि पढेर आएँ पुलिसको विषय, बुझ्नुभयो? अनि मलाई लगे राम्रो गुडुम गर्दै लगे म भन्दै